नमस्ते नमस्कार सम्पूर्णमा म विवेक सिंह र तपाईहरुलाई जानकारी गराउन चाहन्छु कि अहिले हाम्रो विद्यालय बन्द भएको छ र ती बन्द भएको खण्डमा समय खेर नजाओस् भन्ने सोचले यो प्रतिवेदन तयार गरेको छु। म प्रतिवेदन यो सोचले बनाएको छुइन कि म एउटा प्रतिवेदन बनाइरहेको छु, म यो सोचले बनाएको छु कि समय खेर नजाओस् भन्ने सोचले समयलाई सदुपयोग होस् भन्ने हिसाबले म यो प्रतिवेदन तयार पारेको छु। यो प्रतिवेदनको शीर्षक रहेको छ मोटिभेसन टु इन्स्पायर स्टुडेन्ट्स, विद्यार्थीलाई उत्प्रेरित गर्ने मोटिभेसन। नम्बर 1 मा रहेको छ सक्सेस इज डिटरमाइन्ड नट बाइ लक बट बाइ कन्टिन्युअस हार्ड वर्क, सफलता भाग्यले होइन निरन्तर मेहनतले तय गर्छ। नम्बर 2 मा रहेको छ देयर आर मेनी हु ड्रिम बट दोज हु फुलफिल देम आर ट्रु विनर्स, सपना देख्नेहरू धेरै हुन्छ तर तिनलाई पूरा गर्नेहरू नै असली विजेता हुन्छन्। नम्बर 3 मा रहेको छ learn to endure today's struggle to fulfill them as your parents happiness is connected to your success, बा आमाको सपना पूरा गर्नलाई संघर्ष गर्नुपर्छ किनभने हामीहरूको सपना बा आमाको सपना उहाँ हाम्रो सफलतासँग जोडिएको हुन्छ। नम्बर 4 मा रहेको छ sometimes you feel tired and you may even want to give up proud but also makes your loved ones proud, थकाइ लाग्छ कहिलेकाहीँ, हार्न मन लाग्छ तर तपाईको सफलताले तपाईलाई मात्र हैन तपाईको प्रियजनलाई पनि गर्व गराउँछ। नम्बर 5 मा रहेको छ टुडेज हार्ड वर्क इज टुमोरो ब्राइट फ्युचर, द स्मल इफोर्ट यु मेक क्यान चेन्ज योर लाइफ, आजको परिश्रम नै भोलिको उज्जवल भविष्य हो। तपाईको सानो सानो मेहनतले नै गर्दा तपाईको जीवन बदलिनेछ। यो प्रतिवेदन यति नै थियो। आशा छ तपाईहरुलाई मेरो प्रतिवेदन राम्रो लागेको होला। यदि कतै त्रुटि छ भने त्यो त्रुटि मलाई भन्नु होला र अर्को प्रतिवेदन अथवा अर्को कुनै म भिडियो लिएर आउँदा त्यो त्रुटिमा सुधार गरेर उपस्थित हुनेछु र यति भन्दै म तपाईहरुको बीचबाट छुट्न चाहन्छु। हस्त धन्यवाद।